हेलो नमस्ते, म सेफ कृष्ण। आज मैले बनाउँदैछु चिल्ली गार्लिक सस। भिडियो अलिकति लामो हुनसक्छ, स्किप गरेर नहेर्नु होला। एकदम राम्रो सोस छ। एक एक स्टेप बाई स्टेप तपाईहरुलाई क्लियरिटी रूपमा बताउने छु र यहाँनिर मेरो सबै इन्ग्रेडियन्टहरु वेट गरेर राखिएको छ। लेट्स स्टार्ट है त। यहाँ मसँग 200 ग्राम ओइल छ, यसलाई मजाले हाल्दिने। देख्न सक्नुहुन्छ, यसलाई हल्का गरम हुन दिने। त्यसपछि यहाँ मसँग गार्लिक छ, चोप गार्लिक है। यो चाहिँ 500 ग्राम गार्लिक छ। तपाईले यसलाई हालेर मजाले यसलाई चाहिँ भुन्नु पर्ने हुन्छ है। एकदम राम्रो छ यो सोस चाहिँ। तपाईहरुले चाहिँ यसलाई कुनै पनि खानामा चाहिँ युज गर्न सक्नुहुन्छ। तपाईले प्रन बनाउँदा हो या चिकन बनाउँदा हो या भेजिटेबल बनाउँदा हो। हट गार्लिक सोस, चिल्ली गार्लिक सोस, अझै यसलाई सेजवानमा पनि कन्भर्ट गर्न सक्नुहुन्छ है। एकदम राम्रो मास्टर रेसिपी हो। सो तपाईहरुले स्किप नगरेर हेर्नु होला, दामी हुँदैछ है त। यसलाई मजाले भुन्ने। देख्न सक्नुहुन्छ, यसलाई मजाले गार्लिकलाई चाहिँ ब्राउन गराउने। एकदम आरामसँग चाहिँ यसलाई भुन्नु पर्ने हुन्छ पुरा मजाले है, सानो टेम्परेचरमा। यति भइसकेपछि अब चाहिँ यहाँनिर चिल्ली पेस्ट छ, यो चिल्ली पेस्ट हाल्छौँ। तर तपाईहरुको चिल्ली पेस्ट पनि तीखा त्यति धेरै हुनु हुँदैन है। जो कि हामीहरु चाहिँ यसलाई चाहिँ पहिले चिल्लीलाई बोइल गरेर अनि त्यसको जो पानी हुन्छ त्यसलाई स्टन गरेर अनि पिसेर चिल्ली पेस्ट बनाउँछौँ। त्यही चिल्ली पेस्ट चाहिँ यो है। सो यसलाई पनि अब एकछिन मजाले घुमाइदिने। एकदम मजाले यसलाई चाहिँ देख्न सक्नुहुन्छ। एकदम मजाले। भिडियो अलि लामो हुन्छ तर एकदम राम्रो हुन्छ, स्किप गरेर नहेर्नु होला किनकि स्टेप बाई स्टेप छ सबै यो। एकछिन यसलाई हालेर एकछिन भुन्दिने मजाले है। यो चिल्ली पेस्ट चाहिँ 1200 ग्राम थियो है। 1200 ग्राम चिल्ली पेस्ट हालेको छ। अनि त्यसपछि यहाँनिर मसँग छ 1000 ग्राम टमाटो केचप। मैले जो टमाटो केचप हाले त्यो टमाटो केचप भने हेन्जेनको छ। यहाँनिर देख्न सक्नुहुन्छ। यो वाला टमाटो केचप युज गर्नु होला, कहीँ तपाईले चाहिँ किसानको युज गर्नु होला है। किसानको चाहिँ नगर्नु होला है। अब यसलाई पनि मजाले घुमाउने। देख्न सक्नुहुन्छ, यसलाई अब मजाले पकाउने। तपाईको चाहिँ मेन चाहिँ यसको हामीले ध्यान दिनुपर्ने भनेको गार्लिकलाई चाहिँ एकदम ध्यान दिनुपर्ने हुन्छ। यदि गार्लिक काँचो भयो भने तपाईको सोस 2 दिन भन्दा 3 दिन फेरि चल्दैन, किनकि पिजअप मार्छ जसले खट्टा बनाइदिन्छ। त्यही भएर यो चिजलाई चाहिँ तपाईले ध्यान दिनुपर्छ। एकदम मजाले भुन्नुपर्छ सानो आगमा है, जल्नु पनि भएन। सो अब यति भइसकेपछि यहाँनिर मसँग छ ब्रोथ पाउडर भेज है, एरोमेटिक वाला। एरोमेटिक पाउडर यहाँनिर 100 ग्राम हालिसकेको छु। ब्रेकफास्ट सुगर 100 ग्राम। अनि त्यसपछि सल्ट छ 100 ग्राम। अनि यहाँनिर छ चिल्ली ओइल 200 ग्राम। अनि त्यसपछि लाइट सोया छ 200 ग्राम। अनि यहाँनिर छ व्हाइट भिनेगर, यो पनि 200 ग्राम छ। अब यसलाई सबैले हालिसकेपछि एकदम आरामसँग यसलाई चाहिँ पकाउने। देख्न सक्नुहुन्छ, सानो टेम्परेचरमा मजाले यसलाई पकाइदिने। यो चाहिँ तपाईले यो सोस धेरै खानाहरुमा युज गर्न सक्नुहुन्छ। तपाईहरुले प्रन या तपाई चाहिँ मोक मिट या चिकन या यस्तो कुनै पनि चीजमा चाहिँ तपाईले चाहिँ युज गर्न सक्नुहुन्छ। होममेड सोस हो, एकदम राम्रो रेसिपी छ। फाइनली यो सोस चाहिँ रेडी भइसकेको छ। देख्न सक्नुहुन्छ, यहाँनिर छ। यस्तो गराएर टक्क लाएर यतिकै यसको ओइल माथि आउने भइसकेपछि यो रेडी भइसकेको हुन्छ। टक्क लाएर देख्न सक्नुहुन्छ। यो चाहिँ
होममेड सस हो यो। तपाईँहरूले चाहिँ मजाले बनाएर होइन बल्कमा राख्न सक्नुहुन्छ। 1 केजी 2 केजी 3 केजी तपाईँहरूको रेस्टुरेन्टमा कति काम चल्छ त्यो एकोर्डिङ तपाईँहरूले चाहिँ बनाएर राख्न सक्नुहुन्छ। यसको सेल्फ लाइफ भने 3-4 योभन्दा धेरै चलाउन चाहनुभयो भने चाहिँ यसको चाहिँ हल्का त्यो खट्टा टाइपको यसको चाहिँ मार्न सक्छ। सो त्यसैले दामी छ। तपाईँहरूले यदि मन पर्यो भने लाइक सेयर कमेन्ट गर्नु होला। अगर तपाईँले चाहिँ युट्युबलाई सब्सक्राइब गर्नु भएको छैन मेरो च्यानललाई भने सब्सक्राइब गर्नु होला र यो भिडियोलाई तपाईँहरूले सबै कहाँ रेसिपी राम्रो छ सेयर गरिदिनु होला। हस् त, नमस्ते, बाई बाई।